दर्शकबिन मुनाको बिहे हुन लागेको बेला एक्कासी गाउँका मान्छेहरू आउँछन् र मुनालाई लिएर जान्छन् र लिएर जाने बित्तिकै सबै मानिसहरू छक्क पर्छन्। अब के हुन्छ दर्शकबिन पुरा भिडियो हेर्न भने नबिर्सिनु होला। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो यस गणेश जैसी अफिसियल युट्युब च्यानलमा। र आज हामी कुरा गर्नेछौँ बुहारी बाघ 222 र 221 मा के भएको थियो दर्शकबिन तपाईहरुले हेरिसक्नु भएको होला। अब भने 222 मा के हुन्छ दर्शकबिन आउनुहोस् र यो भिडियोलाई पुरा हेर्नु र दर्शकबिन अब 222 मा के हुन्छ आउनुहोस् अब यो भिडियोलाई पुरा हेर्नुहोस्। र दर्शकबिन एउटा जोगी आउँछन् र मुनालाई चिठी दिन्छन् र मुनाले त्यो चिठी पढ्छन्। त्यसपछि पढिसकेपछि मुना निकै खुसी हुन्छन् किनभने त्यो चिठी रामले दिएको थिए भन्ने मुनाले थाहा पाइसकेकी हुन्छिन्। दर्शकबिन त्यो चिठी मुना पढ्दै अनि हाँस्दै यताउता जान्छिन् किनभने उनी निकै खुसी भएकी हुन्छिन् र डान्स गर्न थाल्छिन् र यताउताका मान्छेहरू मुनालाई देखेर छक्क पर्छन्। एकैछिन दुखी थिए एकैछिन खुसी। र दर्शकबिन त्यो जोगी जुन ती राम थिए तिनलाई कुनै मान्छेले पनि शक गरेको थिएन। शक गरेको थियो त त्यहीले शक गरेको थियो। र दर्शकबिन रामले निकै ठुलो चाल चलिरहेका छन्। त्यो चाल कुनै पनि मान्छेलाई थाहा छैन राम बाहेक। र दर्शकबिन राम अथवा गाउँका मान्छेहरूलाई मात्रै यो चाल थाहा छ। र दर्शकबिन रामकी दुई दिदीहरूले चलेको चाल भने रामले पत्ता पाइसकेका छन्। र दर्शकबिन गाउँका मान्छेले मुनालाई लगेपछि दुर्गा आमाको मुख हेर्न सक्नुहुन्छ कस्तो हालत भइसकेको छ। र उतातिर तीको मुख पनि हेर्नुहोस् दर्शकबिन सबै छक्क परिसकेका छन्। कसैले पनि नगर्न सक्ने काम गाउँका मानिसहरूले गरेर देखाइसकेका छन्। र दर्शकबिन त्यो पण्डित जुन पण्डित मुनाको विवाह गर्दै थियो त्यसलाई पनि थाहा छैन मुनालाई कति बेला लगे भन्ने कुरा। र दर्शकबिन एकतिर यो बिकी हेरेको हेरै मुनालाई कति बेला लगे म पनि त मुनासँगै थिएँ मलाई त कहिले के गरेन। र दर्शकबिन मुनाको ठाउँमा चम्पा आएर बसेकी थिइन्। चम्पाको मुखमा टेप बानेको थियो र उनको सिउँदोमा सिन्दुर हालेको थियो। र दर्शकबिन सबैजना छक्क परेका थिइन्। तपाईहरुलाई कस्तो लाग्यो यो भिडियो प्रतिक्रिया दिन भने पटक्कै नबिर्सिनु होला। र दर्शकबिन अब आउँदो अर्को भिडियोमा हामी फेरि भेट्नेछौँ भन्दै अब हामी बिदा हुन चाहन्छौँ। हस्त धन्यवाद।